जोजलपा नमस्ते। आज पनि समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दछौँ। आज हामी कुराकानी गर्दैछौँ सरस्वती रिजाल खड्काज्यूसँग। उहाँ उपमेयर हुनुहुन्छ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। म यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो हेलो, हजुर नमस्कार। उपमेयरज्यू, यो समय सन्दर्भ कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद, नमस्कार। अनि अहिले के भन्दाखेरि अब कीर्तिपुरमा चाहिँ अब कोरोना अलिकति व्यापक रूपमा बढेको हामीले आङ्कलन गरेका छौँ। त्यसै विषयमा अलिकति केही बताइदिनुहोस् न। अहिले पहिलेको भन्दा बढेको हो? अब यो कीर्तिपुरमा मात्र होइन, कोभिडको चाहिँ जुन अहिलेको अवस्थामा कोभिड भनेको चाहिँ उपत्यकामा चाहिँ हटस्पट नै भएको छ। उपत्यकामा धेरै सङ्ख्यामा कोभिडको सङ्ख्याहरू बढेको अवस्था छ। हजुर। अब मौसम पनि चिसो, मौसमहरू बढेको अवस्था, सिजन चेन्ज भयो, मौसम चिसो छ। त्यो हुँदाखेरि पनि कोभिडको सङ्ख्या चाहिँ बढेकै अवस्था हो। यसमा घरमै पनि परिवारमै पनि एउटै परिवारमा सबैजनालाई कोभिड हुने खालको त्यो खालको अवस्था छ। सङ्ख्यात्मक हिसाबले हेर्ने हो भने अब काठमाडौँ उपत्यकाभित्रका पालिकाहरू सबै ठाउँमा काठमाडौँ उपत्यकाभित्र नै बढेको अवस्थामा कीर्तिपुरमा नि रहने भयो, बढेको नै हो। हजुर। अब अहिले योभन्दा केही अगाडि पनि हामीले नगर सन्देशमा यहाँहरूको मुखपत्रमा हामीले पढेका थियौँ पिसिआर निःशुल्क टेस्ट गरिने भनेर। यो कता कुन क्षेत्रमा पिसिआर टेस्ट गरिरहनु भएको छ अहिले? हामीले कन्ट्याक्ट ट्रेसिङ गरिराखेका छौँ। कन्ट्याक्ट ट्रेसिङ चाहिँ हामीले निःशुल्क गरिराखेको अवस्था छ। यो हामीसँग पिसिआर मेसिन पनि हामीले यो स्थापना गरेका छौँ। र यो हुँदाखेरि हामीले चाहिँ निःशुल्क टेस्ट गरिराखेको, जुन कन्ट्याक्ट ट्रेसिङमा जसलाई गरेको छ, कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएकोलाई निःशुल्क टेस्ट गरिराखेका छौँ। यो चाहिँ अब कीर्तिपुरभित्रको कन्ट्याक्ट ट्रेसिङ भएकाहरूलाई चाहिँ निःशुल्क गरिराखेका छौँ हामीले। यो निःशुल्क टेस्ट गर्नुभयो, त्यस पछाडि त्यसमा सङ्क्रमित पहिचान भयो भने तपाईँहरू हस्पिटलतिर लैजाने व्यवस्था गर्नुभएको छ कि अब होम आइसोलेसनलाई नै प्राथमिकता दिनुभएको छ? यसमा चाहिँ हामीसँग कीर्तिपुरमा हामीले जुन स्थापना गरेको, पहिला क्वारेन्टाइन भनेर स्थापना गरेका थियौँ, अहिले आइसोलेसन भएको छ। जुन यो ट्युको चाहिँ जनस्वास्थ्य केन्द्रीय कार्यालयमा यहाँ चाहिँ 200 बेडको चाहिँ आइसोलेसन छ। र यसमा कतिजनाले चाहिँ अब हामी घरमै आइसोलेट भएर बस्छौँ, घरमै बस्नको लागि सहज छ भन्ने खालको भयो भने घरमा बस्नुहुन्छ, र होइन हामी चाहिँ त्यहाँ गएर बस्छौँ, आइसोलेसनमा गएर बस्छौँ भनेर भन्दा चाहिँ हामीले आइसोलेसनमा पठाउने खालको व्यवस्था पनि गरेका छौँ। हजुर। यसरी अब कोरोना यसरी फैलिरहँदाखेरि र अब सामान्य लक्षण देखिँदा पनि परीक्षण गर्न नजानेहरूको सङ्ख्या पनि बढ्दै गएको स्थिति पनि देखिन्छ। केही भन्नु छ यस विषयमा? अब यो सामान्य लक्षणहरू यो कस्तो छ भने अहिलेको हुँदाखेरि सिजनल फ्लू पनि चल्ने अवस्था छ। चिसोले गरेर सिजनल फ्लूहरू पनि भएको अवस्था छ। कोभिड पनि छ, तर लक्षण कोभिडको र सिजनल फ्लूको फरक लक्षण छ। त्यो हुँदाखेरि चाहिँ अब कन्ट्याक्ट ट्रेसिङमै परेकाहरू जानुभएको छ, र कतिलाई चाहिँ अब यो सिजनल फ्लू भन्ने लागेर पनि टेस्ट नगराउनु भएको पनि हुनसक्छ। हुन त लक्षणै फरक छ, त्यो चाहिँ व्यक्ति स्वयंले पनि थाहा पाउने कुरा नै हो। व्यक्ति स्वयंले थाहा पाउने कुरा भन्दाखेरि अब यो साधारण अब स्वाद नपाउने, अब खोकी लाग्ने, त्यही किसिम त होला नि होइन लक्षण? हजुर। अब लक्षणमा चाहिँ स्वाद थाहा नपाउने, खोकी लाग्ने, अब 100 भन्दा माथि ज्वरो आउने, ती कुराहरू चाहिँ अब कोभिडको लक्षण हुन गयो भने अब यो सामान्य फ्लूको पनि त छन् त। अहिले सिजनल चेन्ज हुँदाखेरि सामान्य फ्लू पनि हुने गरेको, चिसोले गर्दाखेरि रुगाखोकी लाग्ने, चिसो लाग्ने, यो त सामान्य फ्लूका कुराहरू भए। त्यो हुँदाखेरि चाहिँ सामान्य फ्लू भएकाहरू चाहिँ नजानु भएको हुनसक्छ, नत्र कोभिडकै लक्षण देखिएकोहरूले त टेस्ट गराइराख्नु भएको छ कीर्तिपुरमा। हजुर। हजुर। अब यो कोरोनालाई अलिकति प्रसङ्ग बदलेर म अर्को प्रश्न यहाँलाई के गर्न चाहन्छु भने अहिले भर्खरै मेयर कप मेयरको खेलकुद एउटा कार्यक्रम आयोजना भइरहेको छ है कीर्तिपुरमा?
मेयर खेलकुद कार्यक्रम सञ्चालन भइराखेको छ हजुर। यस विषयमा अलिकति बताइदिनुहोस् न। मेयर खेलकुद कार्यक्रम चाहिँ हामीले यो हामी निर्वाचित भएर आएदेखि नै सुचारू गर्दै आएका छौँ। हजुर यो 3 वर्षदेखि लगातार मेयर खेलकुद कार्यक्रम सञ्चालन हुँदै आइराखेको छ हजुर र यो वर्ष चाहिँ मेयर खेलकुद कार्यक्रममा हामीले 15 लाख रुपियाँ यसमा विनियोजन गरेका छौँ हजुर र यसमा चाहिँ 6 वटा विधामा खेलकुदहरू चलिराखेको छ। हजुर यो भित्र भनेको फुटबल, भलिबल, बास्केटबल, त्यसै गरी ब्याडमिन्टन, टेबल टेनिस र चेस रहेको छ। हजुर यसमा चाहिँ फुटबल, बास्केटबल, जुन यो टेबल टेनिस चाहिँ कीर्तिपुर खेल मैदानमा भइराखेको छ। हजुर त्यसै गरी भलिबल चाहिँ देवढोकाको खेल मैदानमा भएको छ भने हजुर ब्याडमिन्टन चाहिँ ट्युमा भइराखेको छ हजुर र चेस चाहिँ अहिलेलाई चाहिँ अनलाइन भएको छ। 7 बजेदेखि 8 बजेसम्म अनलाइन हुन्छ। हजुर यसरी यो खेल चलिराखेको छ। यसमा चाहिँ 12 जना प्रशिक्षक र सहायक प्रशिक्षक गरेर एउटा खेलमा 1 जना प्रशिक्षक 1 जना सहायक प्रशिक्षक गरेर 12 जना चाहिँ प्रशिक्षकहरू रहनु भएको छ। हजुर यो खेल हामीले निशुल्क यो मेयर खेलकुद कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीहरूलाई कुनै पनि शुल्क लिएका छैनौँ र निशुल्क रूपमा यो सञ्चालन भइराखेको छ र सबै खेलहरू चाहिँ अहिले सुचारू भइराखेको अवस्था छ। यो प्रशिक्षण सुचारू भइराखेको अवस्था छ। अहिले यो कोरोनाको कहरमा यसरी खेलकुद आयोजना गर्नु समय उपयुक्त होला र? यसमा चाहिँ केही भौतिक दूरीहरूलाई कायम गर्दै यो प्रशिक्षणका कार्यक्रमहरू चाहिँ सुचारू गरिराखेको अवस्था चाहिँ हो। अब त्यसमा त्यस्तो अप्ठ्यारो पर्ने गरी भन्दा पनि यो प्रशिक्षण दिनको लागि चाहिँ प्रशिक्षण कार्यक्रमहरू मेयर खेलकुद कार्यक्रम सञ्चालन गर्दा चाहिँ भौतिक दूरीहरू कायम गर्दै यसमा चाहिँ प्रशिक्षक सहायक प्रशिक्षकज्यूहरूले त्यो खालको चाहिँ भूमिका निर्वाह गर्दै कार्यक्रमहरू गरिराखेको छ। धेरै राम्रो। यो खेलकुदले चाहिँ पक्कै पनि कीर्तिपुरमा विकास गर्ला भन्ने हामीले आशा गरेका छौँ। सालिन्दा हुने यो नगर मेयर खेलकुद कार्यक्रमले यसपालि पनि सुरु भएको छ, हामीले जानकारी पायौँ। अब यस पछाडि म अर्को प्रश्न के गर्न चाहन्छु भने यहाँलाई, अब कीर्तिपुरको 7 गाउँले जात्रा भन्ने अलिकति यो काठमाडौँ उपत्यकामा भनौँ नेपालमै पनि थाहा नहुने कोही पनि छैनन् है। यस विषयमा अब अहिले कोरोनाको स्थिति छ, अब महामारी नै चलिरहेको छ। यो स्थितिमा यसरी जात्राहरू मनाउँदा फेरि फैलिने सम्भावना पनि व्यापक छ। त्यसैले अब कस्तो किसिमबाट मनाउने नगरपालिकाले निर्क्युल गरेको छ? अब यो 7 गाउँले जात्रा जुन हाम्रो ऐतिहासिक जात्रा यो चाहिँ नि अब तपाईँले भनिसक्नु भएको छ महत्त्वपूर्ण जात्रा हो र यसमा यो हाम्रो पहिचान पनि हो। त्यो हुँदाखेरि हामीले यो जात्रा अहिले कोभिडको कहरको बेलामा हजुर कोभिड भएको हुनाले चाहिँ यसलाई चाहिँ मनाउनको लागि कसरी मनाउने भन्ने विषयमा हामी बसेर छलफल गर्छौँ र यसमा हामी बैठक मिटिङहरू चाहिँ हामी छलफल गर्ने गरी अगाडि बढाएका छौँ र सम्भवतः आज अब मङ्सिर 16 गते भएको छ। मङ्सिर 17-18 गतेसम्ममा चाहिँ हामी यसको भोलि र पर्सिसम्ममा चाहिँ यो जात्रा कसरी मनाउने भनेर चाहिँ हामी टुङ्गो लगाउँछौँ र हामीले विगतका चाडपर्वहरू पनि केही साङ्केतिक रूपहरूमा मनाएका छौँ। जुन चाहिँ नेपाल सम्मत नुहुँदा यो पनि हामीले साङ्केतिक रूपमा मनाइयो यो वर्ष भने जात्रालाई पनि त्यो खालको अलिकति केही चाहिँ नि ओ हिसाबले धेरै भिडभाड नगरिकन मनाउने गरी जान्छौँ कि भन्ने कुरा हो। यो चाहिँ हामी छलफल मिटिङ पश्चात नै समुदायसँगको मिटिङ पश्चात छलफल र जो चाहिँ नि यो जात्रा पर्वसँग सम्बन्धित भएका हाम्रा नागरिक समाजका आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूसँग बसेर नगरपालिकाले मिटिङ बैठकहरू बसेर नै यसको टुङ्गो लगाउँछौँ। सम्भवतः पर्सिसम्ममा यसको हामीले चाहिँ कसरी मनाउँछौँ भनेर यो टुङ्ग्याउँछौँ हामी। पक्कै पनि यो अहिले कोरोनाको कहर छ एकातिर, अर्कोतिर आफ्नो धार्मिक आस्था भयो संस्कृति भयो यसलाई पनि जोगाउनु पर्ने बाध्यता पनि छ। त्यसैले स्वस्थ किसिमबाट मनाउने एउटा उपाय निकालिदिनुहुन्छ भन्ने हामीले आशा गरेका छौँ। मेयरज्यूलाई धेरै धेरै धन्यवाद। अनि अर्को एउटा प्रश्न पनि म यहाँलाई राख्न चाहन्छु। अहिलेको हालसालै भएको यो हाम्रो कीर्तिपुर नगरपालिका र चन्दागिरी नगरपालिकाको सीमाङ्कनको बारेमा, त्यहाँ कीर्तिपुरको वडा नम्बर 4 र चन्दागिरीको वडा नम्बर 9 को त्यो साँधमा सीमाङ्कन अस्ति भर्खर भएको छ। यस विषयमा के कसो भएको छ? त्यहाँका ओल्लो वडा र पल्लो वडा अब त्यो बाटोले सीमाङ्कन गरिदिँदाखेरि पहिलेदेखि भइआएको अब भोग चलन गरिआएको जग्गा पनि अर्को नगरमा जाने, अब कुद तिर्न अर्को नगर जानुपर्ने यस्तो बाध्यता भएको छ। त्यसलाई कसरी मिलाउनु भएको छ यहाँले?
यो कीर्तिपुर नगरपालिकाको वडा नम्बर 4 र चन्द्रगिरी नगरपालिकाको वडा नम्बर 9 सँग रहेका जुन यो केही भूभागहरूको चाहिँ सीमाको अस्पष्टता अन्योलता हुँदाखेरि चाहिँ अहिले अलिकति जटिलता भएको छ। त्यो चाहिँ भनेको जनमानस हुनुहुन्छ, सेवाग्राही हुनुहुन्छ, त्यसमा चाहिँ अप्ठ्यारो अवस्थामा छ। किनकि सिमानाको अस्पष्टताले गर्दा कोही कतै कीर्तिपुर 4 मा आउनु पर्ने सेवाग्राहीहरू चन्द्रगिरी 9 मा जाने, चन्द्रगिरी 9 मा हुनु पर्ने कीर्तिपुर 4 मा आउने, त्यो खालको अन्योलता र अस्पष्टता सँगसँगै हामीले यो 4 र 9 को मात्र होइन, यो चाहिँ अस्पष्टता अलिकति अप्ठ्यारो भनेको वडा नम्बर 2 र वडा नम्बर 15 सँग पनि रहेको छ। त्यसै गरी हाम्रो काठमाडौँ महानगरसँग पनि त्यो खालको अस्पष्टता छ। तर हामीले अहिलेको लागि चाहिँ कीर्तिपुर 4 र कीर्तिपुर यो चन्द्रगिरी 9 नम्बर वडाको चाहिँ अस्पष्टता भएका सिमानाहरू मिलाउनको लागि भनेर हामीले यो नगरसभा कार्यपालिका नगरसभा हुँदै हुँदै हामी बैठकहरू बस्दै छलफल गर्दै जुन यो सिमाना भएको ठाउँमा फिल्डमा पनि निरीक्षण गरेर केही निर्गोलहरू हामीले निकालेका छौँ। दुवै पालिकाका आदरणीय मेयरज्यूहरू, उपमेयर, वडा अध्यक्ष, जोडिएका वडाका वडा अध्यक्ष, वडाका साथीहरू, प्राविधिकको टिमसहित बसेर केही निर्गोलहरू हामीले गरेका छौँ। यसभित्र चाहिँ यो चम्पादेवी माथि यो भस्मासुर डाँडादेखि नै लिएर जुन अहिले चन्द्रगिरी 9 ले बनाएको शान्ति वन हुँदै आइसकेपछि पहिले जुन भोगचलन गरिराखेको थियौँ हामीले, ती भोगचलन गरेका ठाउँहरूलाई नै विगतमा हामीले यो चाहिँ कीर्तिपुर हो, यो चन्द्रगिरी हो भनेर हामीले भनिराखेको, तर यो नक्सामा चाहिँ अस्पष्ट भएको कुराहरू छन्। ती ठाउँहरूलाई नै हामीले राख्दै लिएर आइसकेपछि त्यहाँदेखि लिएर यो थापा गाउँ हुँदै हुँदै अधिकारी गाउँ हुँदै आइटार हुँदै चाहिँ बाटोहरू जुन छ बनेको, एउटा साँझ सिमानालाई चाहिँ बाटो नै महत्त्व होला भन्ने लाग्छ। र त्यो हिसाबले चाहिँ हामीले पहिला भएको जुन किसिमको हामीले भोगचलन गर्दै आएका ठाउँहरू, यो ठाउँ कीर्तिपुर हो, यो ठाउँ चन्द्रगिरी हो भन्ने कुरालाई चेन्ज नगरिकन त्यसलाई मिलाउनको लागि मात्र हामी अगाडि बढिराखेको अवस्था छ। मतलब एउटा अहिले अब सिमाना चाहिँ अब पहिले चाहिँ त्यो खुल्चो खाल्ची हुन्थ्यो, अहिले चाहिँ बाटोलाई कायम गरिएको छ। हजुर, अब यो पहिला त अब बाटो बनिसकेको अवस्था थिएन, खोल्चाहरू थियो। अब अहिले त त्यो ठाउँमा बाटोहरू पनि बनिसकेको अवस्था छ। त्यो हुँदाखेरि चाहिँ उपयुक्त भनेको बाटो, खोल्चो, राजकुलो यसलाई कायम गरेर जाने कुरा नै हो। र त्यसमा अझै पनि टुङ्गिसकेको छैन, अझै पनि हामी बसेर छलफल गरेर टुङ्ग्याउँछौँ भन्ने कुरा हो। र अब यसमा पहिला हामीले जुन विगतदेखि चाहिँ यो कीर्तिपुर हो, यो चन्द्रगिरी हो भनिराखेका थियौँ, तर हाम्रो नक्सामा हेर्दाखेरि चाहिँ यो पुष्पलाल मार्गदेखि चाहिँ जुन पुष्पलाल मार्गलाई नै यो कीर्तिपुर र चन्द्रगिरीको सिमाना भन्ने देखिन्छ नक्साले, त्यो चाहिँ होइन। हामीले भोगचलन गरेको चाहिँ त्यो होइन। त्यही भएको हुनाले यो जुन विगतदेखि हामीले भनिराखेको कीर्तिपुर भनेको चाहिँ उता थापा गाउँ, मत्स्य गाउँमा थापा गाउँ पनि कीर्तिपुरमा नै पर्ने खालको शान्ति वनदेखि नै यता हामीले विकास निर्माणका काम पनि कीर्तिपुरले गरिराखेको छ। र त्योसँगै केही हामीले कीर्तिपुर भनेका ठाउँ पनि चन्द्रगिरीले विकास निर्माण गरिराखेको अवस्था छ। त्यो हुँदाखेरि ती अन्योलताहरूलाई मिलाउने काम गर्न नै हामी अगाडि बढेका हौँ। हजुर, यसरी गर्दाखेरि अब नक्सा भयो, अब सेवाग्राहीहरूको नक्सा पूर्जाहरूमा चाहिँ अब त्यो सुधार गर्नुपर्ने हुन्छ, त्यहाँनिर फेरि कतिको सरलताका साथ यहाँहरूले सम्पादन गर्नुहुनेछ? त्यस्तो खालको अब अहिले पनि के छ त भन्दा अहिले पनि जो कीर्तिपुरमा भनेर भन्नुभएको छ कीर्तिपुरै रहनुहुन्छ, जो चन्द्रगिरी भनिएको छ चन्द्रगिरी नै रहनुहुन्छ। त्यसमा हेरफेर गर्ने हामीले गर्दैनौँ। हामीले के चाहिँ गर्छौँ भन्दा यो कीर्तिपुर भनिएको भूभाग हो भनेकोलाई कीर्तिपुरमा कायम गर्ने, चन्द्रगिरी भनिएको भूभाग हो भनेकोलाई चन्द्रगिरीमा कायम गर्ने, त्यति काम मात्र हामीले गर्ने कुरा नै हो। त्यहाँ कति सेवाग्राहीहरूको पूर्जामा चाहिँ अब चन्द्रगिरी लेखेको भएर चन्द्रगिरीमा सेवा लिन जाँदाखेरि यो कीर्तिपुरले हेर्ने भन्ने किसिमको यस्तो दुविधा आएर चाहिँ सेवाग्राहीहरू मर्काउँ परेका पनि सुनिन आएको छ नि। हो, त्यो चाहिँ हो, त्यो भयो। त्यही भएर नै यो अस्पष्टतालाई मिलाउनु परेको कारण चाहिँ सेवाग्राहीलाई दुःख नहोस् भन्नको लागि नै हामीले मिलाउन खोजेका हौँ। हजुर, हुन्छ हजुर, खुसी लाग्यो यहाँसँग कुराकानी भयो। पटक पटक यहाँसँग कुराकानी भइरहेको छ। नगरको गतिविधिहरू हामीले श्रोताहरूलाई जानकारी दिन सकिरहेका छौँ। यहाँले अमूल्य समय दिएर यो समय सन्दर्भमा बोलिदिनु भयो, जानकारीहरू दिनुभयो। यसको लागि नेवा एफएमको तर्फबाट म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। बोलाउनु भयो, केही कुराहरू राख्ने
केही कुराहरूको जानकारी लिने काम गर्नुभयो र केही कुरा राख्ने अवसर दिनुभयो। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। भविष्यमा फेरि भेट्ने आशा गर्दै म यहाँबाट छुट्टिन्छु। स्वस्थ रहनुहोला। यहाँले पनि स्वस्थ रहनुहोला। हस्, धन्यवाद, नमस्कार। श्रोताहरू, उहाँ हुनुहुन्थ्यो सरस्वती रिजाल खड्का, कीर्तिपुर नगरपालिकाका उपमेयर तथा प्रवक्ता हुनुहुन्थ्यो। यति भन्दै म आजको कार्यक्रमबाट छुट्टिन चाहन्छु। भोलिसम्मका लागि हामी दुई युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते, शुभाय।